निर्वाचन आयोग मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 2 दाङ जिल्ला प्रमाणपत्र। दाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 2 बाट प्रतिनिधि सभा सदस्य पदको लागि सम्मत 2082 साल फाल्गुन महिना 21 गते सम्पन्न निर्वाचनमा तपाईँ श्री विपिन कुमार आचार्यले सबैभन्दा बढी सदर मत प्राप्त गर्नुभएकोले तपाईँ दाङ जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 2 बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको हुँदा यो प्रमाणपत्र प्रदान गरिएको छ। प्रकाश प्रसाद पण्डित, मुख्य निर्वाचन अधिकृत, तिथिसम्म 2082 साल फाल्गुन महिना 23 गते रोज 7 सुरुवात। यति बेला देख्न सक्नुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिन कुमार आचार्य यति बेला भारी मतले पराजित भइसक्नु भएको छ। आमा बुवा आउनु हजुरले यहीँ लगाइदिनु बुवा लगाइदिनु सर एउटा खाजा बुवा खाजा लगाइदिनु त्यहीँबाट लगाइदिनु त्यहीँबाट आमा हजुरआमा त्यहीँबाट लगाइदिनु हो त्यसरी आमा लगाउनु आमाले खाजालाई टिका लगाइदिनु अगाडि छोडिदिनु त अगाडि छोडिदिनु न अगाडि बुवा यता आएर भने पनि सुन्नुहुन्छ सुन्नु न अरूले होइन लगाइदिनु ल अरूले लगाउला अरूले आम्माले भन्छ यहाँ अब यहाँ सानो कार्यक्रममा यहाँ अब भयो पार्टी छोटो मन्तव्य कार्यक्रम राखिएको छ। आफ्नो छोटो भनाइ राखिदिनु न। नवनिर्वाचित प्रतिनिधि सभा सदस्य श्री विपिन कुमार आचार्यलाई म विनम्र निवेदन गर्छु। सबैभन्दा पहिला त यो निर्वाचनलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्ने निर्वाचन आयोगका सम्पूर्ण साथीहरू, सुरक्षा निकायका सम्पूर्ण साथीहरू, जिल्ला प्रशासन कार्यालय सबैजनालाई धन्यवाद दिन्छु। किनकि यो जुन विशिष्ट परिस्थितिमा निर्वाचन भएको थियो त्यो धेरैजनालाई शङ्का थियो, तर एकदमै एउटा उम्मेदवारले अथवा उम्मेदवारसँग जोडिएका सबै पार्टी सदस्यहरूले अथवा एउटा नागरिकले चाहिँ स्वतन्त्र रूपमा चाहिँ आफ्नो मत अभिमत जाहेर गर्ने जुन यो माहौल बन्यो, त्यसका लागि चाहिँ यो बिन्दुमा मैले उहाँहरूलाई धन्यवाद भनिनँ भने उहाँहरूको यो दिनरातको मेहनतप्रति अन्याय हुन्छ। त्यसैले सम्पूर्णलाई, किनकि मैले यहाँ भन्दै गर्दाखेरि चाहिँ देशैभरका सबैजनालाई चाहिँ एकमुष्ट रूपमा भनेको हुन्छ। सबैजना तपाईँहरू सबैजनालाई थ्याङ्क यू। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धन्यवाद। धन्यवाद। प्रतिनिधि सभा सदस्य नवनिर्वाचित विपिन कुमार आचार्यज्यू। अब यस प्रमाण पत्र वितरण कार्यक्रमलाई औपचारिक रूपमै मन्तव्यसहित समापन गरिदिनु हुनमा यस कार्यक्रमको अध्यक्षता गरिराख्नुभएका मुख्य निर्वाचन अधिकृत माननीय जिल्ला न्यायाधीश श्री प्रकाश प्रसाद पण्डितलाई दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू, भर्खरै मात्रै निर्वाचित हुनुभएका दाङ जिल्ला क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य
ज्यू, दाङका सुरक्षा निकायका सम्पूर्ण 4वटा सुरक्षा निकायका प्रमुखज्यूहरू, अन्य पार्टीका केन्द्रीय तथा जिल्ला स्तरीय नेताज्यूहरू, अन्य हाम्रा कर्मचारी साथीहरू सर्वप्रथम त म दाङ जिल्लाको मुख्य निर्वाचन अधिकृतको हिसाबले सबैभन्दा पहिला यो दाङ जिल्ला क्षेत्र नम्बर 2बाट निर्वाचित हुनुभएकोमा हार्दिक बधाई दिन चाहन्छु र आगामी यहाँको 5 वर्षीय कार्यकाल अत्यन्तै सफल फलदायी रहोस् र यहाँले र यहाँको पार्टीले जुन एउटा घोषणापत्र जारी गरेको छ त्यो अनुसार काम गर्नमा उहाँहरू सफल हुनुहोस्, मुलुकले शान्ति स्थिरता प्राप्त गर्न सकोस्, विकासको मार्गमा लम्किन सकोस् भन्ने शुभकामना दिन चाहन्छु। मलाई यो निर्वाचन आयोगले यस दाङ जिल्लाको लागि मुख्य निर्वाचन अधिकृतको रूपमा नियुक्त गरेदेखि मैले यस जिल्लामा निर्वाचन गराउने सन्दर्भमा आफूले जानेसम्मका, आफूले ज्ञानमा थाहा भएसम्मका सबै कुराहरूलाई संयोजन गरेर अध्ययन गरेर काम गरेँ र यो निर्वाचनलाई शान्तिपूर्ण रूपमा भयरहित वातावरणमा सबै नागरिकले आफ्नो मतदान केन्द्रमा गएर निर्भीकतापूर्वक आफ्नो रोजेको उम्मेदवारलाई मतदान गर्न सकुन् भन्ने सन्दर्भमा म आफूले सदैव प्रयत्न गरिराखेँ र यसमा मुख्यतः मलाई अत्यन्तै साथ दिनुभएका र यो मूलतः जिल्लाको प्रशासनको शान्ति सुरक्षाको सम्पूर्ण जिम्मेवारी वहन गर्नुभएका यस जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू र 4वटा सुरक्षा निकायका प्रमुखज्यूहरू, उहाँहरू अत्यन्त सरल नभइदिएको भए त्यति यो सहज रूपमा नजानु पनि सक्थ्यो होला। उहाँहरूको एकदम सरिदय अत्यन्तै सरल सादगीपनले मलाई उहाँहरू म यो अदालततर्फको मान्छे, उहाँहरू प्रशासनतर्फको मान्छे, हामीहरू उहाँहरूले असाध्यै मलाई चाहिँ सहयोग गर्नुभयो र यो निर्वाचनलाई वास्तवमा मैले त यो एउटा वातावरण सिर्जना मात्रै गरेको, यो सबै श्रेय उहाँहरूले गर्नुभएको छ। त्यसरी नै यो निर्वाचन अधिकृतको कार्यालयमा रहेर काम गर्ने सन्दर्भमा मेरो यसै दाङ जिल्ला अदालतका श्रेष्ठदार तहसिलदारज्यूहरू उहाँहरू पनि अत्यन्तै यो सहायक निर्वाचन अधिकृतको रूपमा गएर त्यसपछि अन्य कर्मचारीहरूले यस जिल्लाका सबै कार्यालय प्रमुख लगायत सम्पूर्ण कर्मचारी साथीहरू, सुरक्षाका सबै नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी, नेपाल आर्मी, यो सबै निर्वाचन प्रहरी सबै खटेर हामीले यो निर्वाचनलाई चाहिँ शान्तिपूर्ण रूपमा सम्पन्न गरौँ जस्तो लाग्छ मलाई। त्यस हिसाबले म मुख्य निर्वाचन अधिकृतको हिसाबले यहाँहरू सबैलाई म पुनः हार्दिक धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि यस्तै कुनै मलाई जिम्मेवारी प्रदान भएछ, मैले मौका पाएछु भने यहाँहरूको सहयोग यसरी नै प्राप्त हुनेछ भन्ने मैले विश्वास लिएको छु। अन्तमा पुनः यहाँहरूलाई यहाँको कार्यकाल सुखद रहोस्, सफल रहोस् भन्ने शुभकामना दिँदै म यो मन्तव्य यहीँ नै अन्त गर्न चाहन्छु। धन्यवाद। एउटा उठेकै फोटो कहाँ लिउँ है? मान्यज्यू, अब एकैछिन एउटा प्रतिक्रिया छोटो फेरि त्यसपछि हजुरको संक्षिप्त प्रतिक्रिया के आउँछ? मैले यो निर्वाचनमा जुन मतहरू हामीमा खसेको छ पार्टीको रूपमा अथवा देशैभर सदर पार्टीका उम्मेदवारहरूलाई जुन मत खसेको छ त्यसले हामीमाथि नागरिकको अपेक्षा कुन तहमा छ भन्ने कुरा देखाउँछ। त्यो अपेक्षालाई आफ्नो मन वचन कर्मले इमान्दारितापूर्वक पुरा गर्ने मेरो इमान्दार कोसिस रहनेछ। मैले जहिले पनि के भन्ने गरेको छु भने मलाई अघिको यो जुन यो प्रमाणपत्र दिने कार्यक्रममा पनि विशिष्ट अतिथि भन्दै गर्दा, माननीय भन्दै गर्दा मलाई अप्ठ्यारो लाग्छ। म एकदम सामान्य व्यक्ति हो, सामान्य व्यक्तिका असामान्य सपनाहरू बोकेको व्यक्ति हो। म जहिले पनि नागरिकहरूकै समीपमा रहेर एउटा सामान्य व्यक्तिका रूपमा काम गर्न सकौँ। मेरो सबैभन्दा मलाई डर लागेको पार्ट भनेकै कहिलेकाहीँ के हो भने एउटा राजनीतिको डिस्कोर्समा अगाडि बढ्दै गर्दाखेरि चाहिँ मेरा खुट्टाहरू कहिले पनि भुइँबाट बाहिर नजाउन्। म जहिले पनि नागरिककै समीपमा रहेर नागरिकले छुन मिल्ने, माया गर्न मिल्ने, कान पक्र्न मिल्ने नेता बन्न सकौँ। मेरो सबैभन्दा अहिले मेरो त्यो हजुरले संक्षिप्त प्रतिक्रिया भन्दै गर्दाखेरि चाहिँ म जसरी पार्टी स्थापनादेखि आजसम्म चाहिँ भुइँ मान्छेको नेता बन्ने कोसिसमा छु, प्रतिनिधि सभा सदस्य बन्दै गर्दाखेरि चाहिँ मेरो त्यो बानी अझ बढी होस् भन्ने चिज नै हो अहिलेका लागि अपेक्षा। किनकि मतले के देखाएको छ भने नागरिकको हामीसँग सामान्य अपेक्षा छैन, असामान्य अपेक्षा बोकेको पार्टी हो। असामान्य परिस्थितिमा हामीसँग असामान्य अपेक्षाहरू नागरिकले गर्नुभएको छ। त्यो कुरालाई शिरोधार्य गरेर
नागरिकलाई देशलाई चाहिँ सर्वोच्चमा राखेर आफ्ना व्यक्तिगत आकाङ्क्षाहरूलाई पर राखेर कसरी काम गर्न सकिन्छ त्यसमा मेरो सबैभन्दा बढी एफर्ट लाग्नेछ। म पार्टीको सहमहामन्त्री पनि भएका कारणले चाहिँ अबको यात्रालाई विधि मार्फत कसरी स्थापित गर्न सकिन्छ मेरो ध्येय जहिले पनि त्यसैमा हुन्छ। मैले जहिले पनि भन्ने गरेको छु, नीति ठिक भयो भने थिति ठिक हुन्छ, थिति ठिक भयो भने नागरिक नेताको समीपमा पुग्नै पर्दैन। सो मेरो उद्देश्य, मेरो अपेक्षा, मेरो काम, मेरो कर्म जे हुन्छ यो देशमा नीति, सही नीतिहरू चाहिँ स्थापित गर्न नै हुन्छ। र त्यसका लागि आज साँझदेखि नै मैले पहिलादेखि गरेका तयारीमा आज रातिदेखि नै म अर्को तयारीमा लाग्छु। निर्वाचन अब सकियो, एकछिन होला हामी हुने, अब त अपेक्षाको भारी बोकेर, जिम्मेवारीको भारी बोकेर काममै लाग्ने। अबको तयारी कसरी सुरु गर्नुहुन्छ? अबको तयारी त पहिला मैले जुन बाचाहरू मेरो आफ्नो बाचापत्रबाट प्रस्तुत गरेको छु अथवा पार्टीले हामीले जुन सुर्खेतमा हामीले आफ्नो बाचापत्र प्रस्तुत गरेका छौँ, ती बाचापत्रमा भनिएका कुराहरूलाई चाहिँ भनेको टाइममा इम्प्लिमेन्ट गर्नका लागि जे ब्याकग्राउन्डमा काम गर्नुपर्छ त्यो कामको तयारीमा सुरु गर्छौँ। यो बाचापत्र सङ्कलनको क्रममा हजुर घर दैलो धेरै गर्नुभयो, चुनाव त जितिसक्नुभयो, अब फर्केर जानुहुन्छ कि जानुहुन्न? आम जनता, आम नागरिकलाई चाहिँ यो चाहिँ चिन्ता छ। मैले जहिले पनि जति पनि बुवा आमा दाजुभाइ दिदीबहिनीहरूलाई भेट्दाखेरि दुईवटा कुरा भनेको थिएँ। एउटा भनेको म तपाईँहरूको समीपमै रहेर काम गर्छु भनेको थिएँ। त्यो भने चाहिँ जुन आत्मीयता मैले चुनावभन्दा अगाडि महसुस गरेको छु त्यो आत्मीयता म चुनाव पछाडि पनि महसुस गर्न चाहन्छु। र त्यसका लागि पहिलो काम भनेको म मेरो नागरिकहरूसँग, मलाई माया गर्ने आमा बुवा दाजुभाइ दिदीबहिनीहरूसँग जोडिने पाठ नै हो। त्यो कसरी जोडिने, कसरी जाने, कहाँ जाने, कुन तरिका हुने भन्ने पाठमा मजाले प्लानिङ गर्न त बाँकी छ। तर अबको 5 वर्षमा तपाईँले के चाहिँ सुन्नुहुन्न भन्दाखेरि विपिन कुमार आचार्य नागरिक कहाँ पुगेन भन्ने समस्या, त्यो प्रश्न चाहिँ तपाईँहरूले सोध्नु पर्दैन। म त्यसका लागि इमान्दार कोसिस चाहिँ गर्छु। हजुरलाई मत दिने मतदाताहरूलाई के भन्न चाहनुहुन्छ अन्तिममा? हामीलाई प्रश्न गर्नुहोस्। आज जसरी मत दिनुभएको छ भोलिदेखि नै हामीलाई प्रश्न गर्न थाल्नुहोस्। किनकि अन्तिममा एउटा प्रश्न, हजुरले निर्वाचनभन्दा अगाडि चाहिँ के भन्नुभएको थियो भने कुनै पनि आम नागरिकलाई चाहिँ सोर्स फोर्सको आधारमा अगाडि जान नपरोस्, मुख्य एजेन्डा मेरो यो भन्नुभएको थियो। अब हजुर समक्ष केही काम गर्दा सोर्स लगाउनु पर्दैन? मैले त्यो भन्दाखेरि पनि दुईवटा कुरा भनेको थिएँ। एउटा भनेको चाहिँ समय चाहिन्छ भनेको थिएँ, किनकि न विपिन कुमार आचार्य न राष्ट्रिय स्वतन्त्र पार्टीसँग त्यो जादुको छडी छ कि भोलिदेखि नै सबै कुराहरू ठिक हुन्छ। सो हामीले बनाउने त्यही नै विधि हो जुन विधिमा अघि हजुरले भने जस्तो कुनै पनि नागरिकले विपिन कुमार आचार्यलाई फोन गरेर यो काम गरिदियोस् भनेर भन्नु पर्यो। त्यो कहिलेसम्म पुरा हुन्छ? त्यो तपसिलको कुरा भयो। तर हाम्रो उद्देश्य भने चाहिँ विपिन कुमार आचार्य भन्ने व्यक्तिलाई दाङ 2 मात्र होइन देशभरकै नागरिकहरूले आफ्नो काम गर्नका लागि फोन गर्नु नपरोस्, उद्देश्य त्यही नै हो। अत्यधिक बहुमतका साथ विजय हुनुभएको छ, यहाँलाई फेरि पनि बधाई छ। हजुरलाई लागेको थियो यति धेरै मतका साथ विजय हुन्छ भनेर? मलाई त 2079को असार 7मै पार्टी खोल्दै गर्दाखेरि यो माया आउँछ भन्ने लागेको थियो होइन। यो कन्फिडेन्स गजबको छ, हामीमा कन्फिडेन्स चाहिँ गजबको छ होइन। अब यो नम्बर एउटा पार्ट भयो, तर नागरिकहरूले माया गर्नुहुन्छ भन्ने कुरा त हामी देशभर जाँदै गर्दाखेरि हामीले महसुस गरेको कुरा हो। त्यो नम्बरमा कति ट्रान्सलेट हुन्छ भन्ने पार्ट एउटा भयो, तर नागरिकको हामीप्रति माया छ भन्ने कुरामा त कुनै दिन पनि डाउट थिएन। हजुरको 5 वर्ष कार्यकालमा 43,559 मतदाता र दाङ क्षेत्र नम्बर 2 का मतदाताको मन जित्न सफल हुनुहोस्। हजुरलाई धेरै धेरै बधाई छ। म 3 करोड नेपालीको मन जित्ने कोसिसमा छु। हजुरले नम्बर पऱ्यो भने यति बेला देख्न सक्नुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिन कुमार आचार्य यति बेला भारी मतले पराजित भइसक्नु भएको छ।
हुन्छ यहाँ अब यहाँ सानो कार्यक्रममा यहाँ बोलाउँला के यहाँ बोल्नुपर्छ बाहिर गरौँला अरूले है मान्यज्यू अब एकैछिन यता आउनु है धन्यवाद